नमस्ते, तपाईँ राजन जोनमा हुनुहुन्छ र तपाईँले आज थाहा पाइसक्नु भएको छ कि राष्ट्रिय परिचय पत्र अहिले निर्वाचन आयोगको सर्भरमा जोडेर तपाईँलाई घन्टौँ लाइन बस्न नपर्ने भनेर भनेको छ। तपाईँले अनलाइनबाट आफ्नो सबै बायोडाटा सबमिट गरिसकेपछि जान नपर्ने, निर्वाचन आयोगमा अथवा त्यो कार्यालयमा जान नपर्ने भनेर तपाईँले न्युज सुनिरहनु भएको छ। र यसभन्दा पहिला पासपोर्ट बनाउँदा होस् या तपाईले ब्याङ्कको खाता खोल्दा होस्, त्यस्तो अवस्थामा अनिवार्य राष्ट्रिय परिचय पत्र गरेको थियो र त्यो राष्ट्रिय परिचय पत्र पहिला अनिवार्य गरे पनि उले त्यो सर्भरमा जोडेको थियो कि थिएन थाहा भएन र कुनै त्यस्तो समस्या आएको भने पनि मैले कहिले पनि सुनिनँ। र काम गर्दै जाँदा मैले चाहिँ जब वैदेशिक रोजगारको लागि जति पनि जाँदै थिएँ, ती वैदेशिक रोजगारमा जाने व्यक्तिहरू जब ओरिएन्टेसन क्लासको सर्भरमा उनीहरूले राष्ट्रिय परिचय पत्रको जुन सर्भर जोडिसकेपछि धेरै समस्या आउन थाल्यो र आइरहेको पनि छ, तर सल्टिरहेको छ। मैले भन्न के खोजिरहेको छु भने राष्ट्रिय परिचय पत्र जब वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अनिवार्य गराइयो र ओरिएन्टेसन क्लासमा अनिवार्य जोडियो त्यो सर्भर ल्याएर, त्यो जोडिसकेपछि मेन अहिले यो 1 महिना भयो यो जोडेको र यो 1 महिनामा 4वटा समस्या चाहिँ भेटिएको छ र 4वटा समस्या मैले के भेटिएको छ भनेर मैले 4वटा समस्याको बारेमा बताउन खोजिरहेको छु। र यो राष्ट्रिय परिचय पत्र निर्वाचन आयोगको सर्भरमा जोड्दाखेरि पनि केही न केही समस्या त आउने छन्, आउलान् अथवा थाहा होला अथवा सचेला। राष्ट्रिय परिचय पत्र ओरिएन्टेसन क्लास अथवा विदेशमा वैदेशिक रोजगारका लागि जानुपर्ने व्यक्तिहरूले अनिवार्य गरिसकेपछि आएका 4वटा समस्या, भोगिरहेको समस्या मैले यहाँ बताउन खोजिरहेको छु। मैले 4वटा यी समस्याहरू बताइरहँदा तपाईँलाई यसले केही सहयोग गर्नेछ र तपाईँलाई सच्चिन पनि मौका मिल्नेछ। अर्को कुरा, यो राष्ट्रिय परिचय पत्र यो ओरिएन्टेसन क्लासमा जोडिसकेपछि त्यसमा भएको व्यतिथिको पनि लगभग अन्त्य हुने जस्तो देखिएको छ र मैले देखेअनुसार यो 4वटा समस्याहरूमा मैले 1-2 गरेर तपाईँलाई बताउँदै जानेछु। कृपया भिडियो अन्तिमसम्म हेर्नु होला, तपाईँलाई पनि यो समस्या पर्न सक्छ, सच्याउन सजिलो हुनेछ। पहिलो रहेको छ पासपोर्टमा डेट अफ बर्थ अथवा जन्ममिति मिस्टेक हुने। जस्तो यो चाहिँ कस्तो कन्डिसनमा यो भेटिएको छ भने राष्ट्रिय परिचय पत्र र यसको कनेक्सन कस्तो कन्डिसनमा भेटिएको छ भने कसैले तपाईँले धेरै पहिला नागरिकता बनाउनु भयो, नागरिकता बनाइसकेपछि नागरिकताको आधारले तपाईँले पासपोर्ट बनाउनुहुन्छ र पासपोर्ट बनाउँदा तपाईँले पासपोर्ट बनिसकेपछि तपाईँको हातमा पासपोर्ट आउँदाखेरि तपाईँले आफ्नो डिटेल विवरण सही छ कि छैन भनेर तत्काल हेर्नु भएन भने तपाईँले त्यो पासपोर्ट लिएर ट्राभल गर्न मिल्छ अथवा त्यो पासपोर्ट लिएर तपाईँले ट्राभल गरिरहनु भएको छ। त्यस्ता धेरै व्यक्तिहरू मैले भेटाइरहेको छु र त्यस्तो कन्डिसनमा के हुन्छ भने तपाईँले अब राष्ट्रिय परिचय पत्र त नागरिकताको आधारले बनाउनु भएको छ, तपाईँले तत्काल जन्ममिति मिस्टेक भएको हेर्नु भएन। विदेश जाँदा तपाईँलाई नागरिकता राष्ट्रिय परिचय पत्र पहिला आवश्यक थिएन, तपाईँले पासपोर्टले मात्रै भिजा लाग्यो, तपाईँ विदेश जानुभयो, 2-3 पल्ट विदेश जानुभयो, आउनुभयो, तपाईँलाई एकदम सही छ किनकि तपाईँले पासपोर्ट मात्रै लिएर हिँडिरहनु भएको छ। त्यसमा तपाईँले नागरिकता र पासपोर्टमा भएको जन्ममिति तपाईँले मेल छ कि छैन भनेर कहिले पनि चेक गर्नु भएन। र अहिले आएर त्यो समस्या के भइरहेछ भने जति पनि पासपोर्टमा जन्ममिति मिस्टेक भएर ट्राभल गरिरहनु भएको छ, विदेश जाने आउने गरिरहनु भएको छ, त्यस्तो व्यक्तिहरू अहिले आएर रोकिनु भएको छ। किन रोकिनु भएको छ भने जब तपाईँले नागरिकता अनुसार राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ, त्यसको विवरण सम्पूर्ण विवरण ओरिएन्टेसन क्लासमा गइरहेको हुन्छ सर्भर मार्फत र तपाईँले ओरिएन्टेसन क्लासमा तपाईँको आँखाको रेटिना स्क्यान गर्दाखेरि तपाईँको डेट अफ बर्थ मिल्दैन र तपाईँले ओरिएन्टेसन पढ्न पाउनुहुन्न। त्यस कारणले गर्दाखेरि तपाईँले राष्ट्रिय परिचय पत्र जोडिसकेपछि यो समस्या भोग्न सक्नुहुन्छ। त्यसैले कृपया तपाईँले आफ्नो नागरिकता अनुसार राष्ट्रिय परिचय पत्र अनुसार पासपोर्टको जन्ममिति ठिक छ छैन भनेर चेक गर्नु होला। यो समस्या आइरहेको छ ओरिएन्टेसन क्लासमा, जसले पासपोर्ट मात्रै लिएर जिन्दगीभर ट्राभल गरिरहनु भएको छ देश विदेश, उहाँहरूले चाहिँ यो समस्या ओरिएन्टेसन पढ्दाखेरि भोग्नु पर्ने। पासपोर्ट र नागरिकतामा भएको डेट अफ बर्थ नमिल्नु पहिलो समस्या। र अर्को दोस्रो समस्या रहेको छ एउटै नाम र एउटै जन्ममिति भएर यो सर्भरको कारणले हो या कसरी हो त्यो चाहिँ रिप्लेस भएर जाने। मतलब रामबहादुर भन्ने व्यक्ति छ र रामबहादुर भन्ने व्यक्ति एउटा जिल्लामा छ र अर्को जिल्लामा पनि रामबहादुर भन्ने व्यक्ति छ र उसको जन्ममिति पनि सेम छ, तर एउटाको जन्ममितिको आधारले नागरिकताको आधारले उसको राष्ट्रिय परिचय पत्र सर्च गर्दाखेरि अर्को जिल्लाको व्यक्तिको नाम भेटिरहेको छ अथवा त्यसको आइडी कार्ड भेटिरहेको छ। मतलब एउटा यस्तो घटना घट्यो, काठमाडौँको व्यक्ति थिए एकजना, उनको नाम चाहिँ अहिले नभनौँ, र एउटा उनलाई चाहिँ हामीले ओरिएन्टेसन क्लासको लागि सहभागी गराउन खोज्दाखेरि राष्ट्रिय परिचय पत्र भेटेन र नागरिकताको आधारले सर्च गर्दा बर्दियाको मान्छेसँग मिल्न गयो र
भनेपछि यो चाहिँ उहाँलाई चाहिँ यो एउटा मात्रै समस्या आएको थियो यस्तो, र त्यस्तो पनि हुँदो रहेछ भन्ने हामीलाई थाहा भयो र तत्कालै हामीले सीमादरबार पठायो। सीमादरबार पठाएपछि पनि यो यसको कुनै समाधान नआइसकेपछि उहाँले फेरि नयाँ फर्म फिलअप गरेर नयाँ उहाँले आफ्नो राष्ट्रिय परिचय पत्र बनाउनु भयो र त्यसरी दोस्रो समस्या एउटा देखा परेको थियो। र त्यसै गरी अर्को तेस्रो समस्या देखा परेको थियो, यो रेटिना आँखाको जुन स्क्यान थियो त्यो चाहिँ धेरै पुरानो भइसकिसकेपछि तपाईँको अहिले रिड नगर्ने। जस्तो एकजना आउनुभएको थियो, उहाँको चाहिँ 4-5 वर्ष भएको थियो होला, उहाँ 18-19 वर्षको हुनुहुन्थ्यो जति बेला उहाँले बायोमेट्रिक गर्नुभयो र अहिले 4-5 वर्षपछि आएर उहाँले फेरि त्यही रेकर्डलाई लिन खोज्दाखेरि उहाँको लिन मानिरहेको थिएन। त्यो किन मानिरहेको थिएन थाहा भएन, तर उसले रेटिनालाई रिड नै गरिरहेको छैन। उहाँ आफै मान्छे हो, आइडी नम्बर सबै कुरा मिल्थ्यो, तर रेटिना रिड गरिरहेको थिएन। त्यो नगर्नुको कारण चाहिँ हामीले बुझ्दै जाँदा पछि चाहिँ उहाँको पहिला सानो आँखा थियो अथवा त्यो रेटिनाको त्यो आकार बढ्दै जाने अथवा त्यो चाहिँ अब मेटिँदै जाने त्यस्तो समस्याहरू हुनसक्छ भन्ने किसिमको कुरा आयो र फाइनली उहाँले 4-5 दिन दुःख चाहिँ पाउनुभयो। पछि चाहिँ उहाँले अर्को फेरि नयाँ बायोमेट्रिक गरेर नयाँ राष्ट्रिय परिचय पत्र बनाउनु भयो। र अर्को एउटा समस्या सँगै त्यस्तै खालको थियो, उहाँको पनि रिड नगरेको भन्ने थियो, तर पत्ता लगाउँदै जाँदा उहाँको आइडी कार्ड लिएर अथवा नागरिकता लिएर अर्कै व्यक्ति, यो चाहिँ 70 या सिराहातिरको घटना हो, उहाँ चाहिँ अर्कै व्यक्तिले चाहिँ बायोमेट्रिक गरिदिएको कारणले चाहिँ उहाँको मतलब राष्ट्रिय परिचय पत्र बनाउँदा ए भन्ने व्यक्ति आयो र ओरिएन्टेसन पढ्न जाँदा बी भन्ने व्यक्ति गयो त्यही राष्ट्रिय परिचय नागरिकता लिएर। त्यसकारण उहाँको मेल खाएन। त्यसपछि उहाँलाई पनि फेरि सीमादरबार पठाइयो, तर उहाँ सीमादरबारबाट पनि उपाय नलाइसकेपछि उहाँ चाहिँ फेरि आफ्नै घर फर्केर बनाएर उहाँले 1 हप्ता 10 दिन दुःख पाउनुभयो र उहाँले फेरि नयाँ आइडी कार्ड लिएर आएर पढ्नुभयो। र सबैभन्दा म्याक्सिमम चाहिँ समस्या यहाँ लगभग दिनको एउटाको दरले समस्या चाहिँ एउटा अर्को के आइरहेको छ भने राष्ट्रिय परिचय पत्र मिस्टेक, जुन पेपर दिइरहेको छ, राष्ट्रिय परिचय कार्ड चाहिँ आएको छैन तर उहाँलाई पेपर दिएको छ, त्यो पेपरमा भएको नम्बर नेसनल आइडी कार्ड चाहिँ मिस्टेक भेटिरहेको छ। एकदम म्याक्सिमम समस्या दिनको एउटाको दरले भेटिरहेको छ एभरेजमा भनौँ न। त्यो चाहिँ पेपरमा कस्तो हुन्छ भने राष्ट्रिय परिचय पत्रको पेपर हुन्छ, त्यो फर्ममा चाहिँ तपाईँको राष्ट्रिय परिचय पत्र ठिक छ र हामीले त्यसलाई एड गरेर प्रोसेस अगाडि बढाउँछौँ। त्यो अगाडि बढाउँदाखेरि मिल्दैन अथवा त्यसले लिँदैन। त्यसपछि हामीले यो पेपर लिएर तपाईँले एकचोटि सीमादरबार गएर मेन अफिसमा गएर यसलाई चाहिँ एकचोटि रुजु गरेर आउनुहोस् भनेर पठाउँछौँ। उहाँले चाहिँ के गर्नुहुन्छ भने राष्ट्रिय सीमादरबार गइसकेपछि त्यसलाई ट्याक्क के हेर्नुहुन्छ, अर्को नयाँ अरू सबै विवरण एउटै व्यक्तिको तर नयाँ राष्ट्रिय परिचय पत्र तपाईँको यो होइन यो भनेर हातले लेखेर आउनुहुन्छ अनि त्यो हाल्दाखेरि फेरि ठ्याक्क उहाँको लिन्छ। भन्नुको मतलब म्याक्सिमम त्यस्तो समस्या छ कि राष्ट्रिय परिचय पत्रमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिँ त्यो गलत देखिरहेको छ पेपरमा चाहिँ। त्यसमा चाहिँ प्रायः त्यो नम्बर मात्रै नभएर नामहरूमा पनि त्यस्तो मिस्टेक भएको कारणले त्यो चाहिँ टाइप गर्दा होस् या फर्म फिलअप गर्दा त्यो मिस्टेक भएको कारणले त्यस्तो देखिएको हुनसक्छ। त्यही भएर धेरैले चाहिँ त्यो बायोमेट्रिक गरिसकेपछि आफ्नो त्यो फर्ममा चाहिँ ठिक छ छैन एकचोटि हेर्नुहोस् है भनेर भन्नुहुन्छ कर्मचारीहरूले पनि, तपाईँले कतिको हेर्नु भएको छ। तर म्याक्सिममले चाहिँ त्यो एनआइडी नम्बर चाहिँ मिस्टेक भएको कुराहरू आइरहेको छ। र म सुरुदेखि भन्छु फेरि, पासपोर्टमा जन्ममिति गलत भनेको नागरिकता र राष्ट्रिय परिचय पत्रको अनुसार पासपोर्टमा जन्ममिति गलत भएको कारण तपाईँले ओरिएन्टेसन पढ्न पाउनु भएको छैन। दोस्रो, तपाईँको जस्तै नाम अर्को व्यक्तिको हुनाले र कहिलेकाहीँ त्यो रिप्लेस भएर जानाले त्यो रेकर्डमा नभेटिएको कारणले पनि तपाईँले ओरिएन्टेसन पढ्न पाउनु भएको छैन। अर्को रहेको छ तपाईँको आँखाको रेटिना भनेको तपाईँले धेरै पहिला अर्कै तपाईँले अब तपाईँ दुब्लो पातल हुनुहुन्थ्यो, आँखाको रेटिनामा चाहिँ समस्या भएको कारणले अथवा त्यो बढ्दै जानको कारणले अथवा आँखामा समस्या आएर आँखाको रेटिना हराउँदै जानको कारणले तपाईँले त्यो रिड गरिरहेको छैन अहिले त्यो कन्डिसनमा। अनि अर्को चाहिँ तपाईँको नम्बर एनआइडी नम्बर जुन फर्म फिलअपमै मिस्टेक प्रिन्ट भएर आउनाले त्यस्तो समस्या भइरहेको छ। यो त एउटा समस्या भइरहेको छ राष्ट्रिय परिचय पत्र ओरिएन्टेसन क्लासमा जोड्नाले वैदेशिक रहेर जाने व्यक्तिहरूलाई राष्ट्रिय परिचय पत्र र निर्वाचन आयोगमा जोडेको सर्भरले केही समस्या आउँछ कि आउँदैन हेरौँ, तपाईँले त्यसको प्रतीक्षा गर्नुहोला। मैले यदि समस्या आयो भने त्यस सम्बन्धी एउटा भिडियो बनाउन कोसिस गर्नेछु। कृपया धन्यवाद यहाँ समय हेर्नुभएकोले।